पनि तर त्यो जनतालाई स्रोतको रूपमा साधनको रूपमा संयन्त्रको रूपमा देशको उत्पादन र निर्माणको रूपमा लगाउन पर्छ भन्ने भिजन हुनु पर्यो नि। त्यो भिजन बोकेको दल हो श्रम संस्कृति। म यहाँ सबैजनालाई भन्न चाहन्छु, भोलि बिहान 7:30 बजे धरानमा हामी चाहिँ नि हाम्रो अवधारणा पत्र पनि रिलिज गर्दैछौँ। त्यस पछाडि हामी के गर्छौँ भन्ने कुराहरू यहाँले त्यहाँबाट सुन्न सक्नुहुन्छ। भिजन बिनाको मान्छे, दृष्टि बिनाको मान्छे को पछाडि नलाग्नका लागि म सबैजनालाई अनुरोध गर्न चाहन्छु। विदेशी ऋण लिएर विदेशी प्रभुलाई ढोकेर देश चलाउनेलाई भिजन भनिँदैन। खबरदार खबरदार, त्यसलाई भिजन भनिँदैन है। देशका नदीनाला बेचेर, देशमा समान सन्धि सम्झौता गरेर, एमसीसी जस्ता तपाईँको चाहिँ देशका जलाधार सबै बेचेर विदेशी सेनाको बुट बजार्ने खालको सन्धिहरू गरेर अलिकति पैसा लिएर देश बनाउँछु बचाउँछु भन्ने खालको मान्छेहरूको त्यो भिजन होइन, त्यो भ्रम हो। त्यो भ्रमको पछि खबरदार तपाईहरु नलाग्नु होला। म सबैजनालाई भन्न चाहन्छु, यो देशको माया लाग्छ तपाईलाई? यदि यो देशको माया लाग्छ भने यो देशको माया लाग्ने मान्छेले सही मान्छेलाई भोट पनि दिन सक्नुपर्छ। यहाँ चाहिँ लाग्छ भन्ने अनि भरे भोट चाहिँ जथाभावी फाल्दिनु भयो भने हुँदैन त्यो है। मुखले माया गर्छ भनेर हुन्छ र है? जडेले बुढीलाई आई लभ यू भन्छ नि मातेर गएर, होइन हो कि न? भन्नु न। भयभरको घरको खर्च चाहिँ सबै सिद्ध्याउँछ रक्सी खाएर, अनि यसले आई लभ यू बुढी भन्छ भन्दैन? लभ नै गर्ने भनेदेखि त त्यसरी रक्सी खाएर पैसा सिद्ध्याउनु हुँदैन नि त, होइन र है? लुगाफाटा किनिदिनुपर्छ होला, के गर्नुपर्छ होला, सजन भएर बस्नुपर्छ होला नि। त्यस्तै खालको जडियाले माया गर्छु नेपाललाई भने, बुढीलाई भने जस्तो हावामा मुखले मात्रै माया गर्छु नभन्नु होला। छातीमा हात राखेर भन्नुहोस्, हातमा साक्षी राखेर, तपाईलाई यो देशको माया लाग्छ? यदि माया लाग्छ भने लोकतन्त्रमा दिएको सबैभन्दा ठुलो अधिकार मताधिकार यसपालि तपाईले चाहिँ नि सही मान्छेलाई र सही दललाई तपाईहरुले सही चुनाव चिन्हमा हाल्नुहोस्। देश बेचेर खाने मान्छेहरूको पछाडि हामी लागेको कारणले होइन, उनीहरूले उता बेचेर खाइराख्छ, अलिअलि यसो हालिदिन्छ, अनि त्यसले गर्दाखेरि पेट पालेको कारणले मैले भने प्राकृतिक रूपमा चाहिँ नि सम्पदाले भरिएको देशमा है, नम्बर 1 धनी हुनुपर्ने देशमा हामी गरिब भएर चाहिँ नि विदेशीको टोइलेट सफा गर्न नगइकन 2 छाक खान सक्ने स्थितिमा हामी रहेका छौँ। हाम्रो चेत खुल्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो चेत खुल्नुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु, यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। विदेशी सन्धि सम्झौताहरू गरेर विदेशीले अलिकति पैसा दिन्छ र म चाहिँ यसो होइन बाटोहरू बनाउँछु बिजुलीहरू, होइन, त्यो गलत गलत। 30 खर्ब भन्दा धेरै तपाईँको चाहिँ सार्वजनिक ऋण पुग्न आँटिसक्यो, कहिले तिर्ने? कतिलाई त 1 खर्ब लेख भने पनि त्यसको पछाडि कतिवटा जिरो पनि त्यो पनि लेख्न आउँदैन होला, होइन? यति धेरै पैसा चाहिँ विदेशी ऋण लिएर हामी चलिरहेका छौँ। जसरी हामीले छिमेकीबाट ऋण लिएर तपाईँको चल्नु थाल्यो भने भोलिको दिनमा आफ्नो घर घरेर लिलाम गरेर चाप दिनुपर्छ, त्यसरी नै भोलिको दिनमा हाम्रो देश गुम्ने स्थिति नआओस् भनेर हामीले श्रम संस्कृतिमा यहाँलाई बोलाइराखेको कुरा, श्रम संस्कृतिले त्यो भन्न खोजेको कुरामा जानकारी गराउन चाहन्छु। अल्छी लाग्यो? अल्छी लाग्यो भने भन्नुहोस् है, म गीत सुनाइहाल्छु है। मैले अघि भने तपाईँहरूलाई होइन, दमकलाई दम भएको मान्छे चाहिन्छ है, दम भएको मान्छे चाहिन्छ। तपाईँहरू दम भएको मान्छे भएकै कारणले यो ठाउँको नाम पनि दमक भएको जस्तो लाग्छ मलाई। हो हो, दम भएको मान्छेलाई, राष्ट्रप्रेमी मान्छेलाई झुक्दै नझुक्ने नेपालको छोरो भन्ने एउटा गीत छ नि, त्यस्तो खालको मान्छेले तपाईँहरूले यसपालि चुन्नुपर्छ। र अर्को साम्पाङ त्यो खालको मान्छे हो जस्तो लाग्छ भने तपाईँहरूको अमूल्य भोटमा होइन अनुरोध गर्न चाहन्छु। तपाईँहरूले चुनाव चिन्ह माटोमा ऊ त्यहाँनिर राखेको छ होइन, अन्जुलीमा भरेको तपाईँको देशको माटो, तपाईँको आफ्नो माटो त्यो है। त्यो माटोमा उब्जिएको तपाईँले खाएर हुर्किनु भएको छ, त्यही माटोमा हाम्रो पुर्खाहरूको चाहिँ तपाईँको होइन हामी सबै मरेर जाने हो। भोलिको दिनमा हाम्रो चाहिँ नि अस्तु पनि त्यही भेटिन्छ। त्यो माटोलाई, यो देशको माटोलाई तपाईँहरूले यसपालि भोट हाल्नुपर्छ भन्ने म हार्दिक निवेदन गर्न चाहन्छु। हुन्छ, धन्यवाद। म केही कुरा भन्छु भरे। अर्को साम्पाङ जिन्दाबाद होइन, यो देश जिन्दाबाद, तपाईँ जिन्दाबाद, श्रमदाता जिन्दाबाद, श्रमदाता जिन्दाबाद, श्रम संस्कृति जिन्दाबाद।
धन्यवाद। अब म केही कुराहरू अरू कुराहरू सुनाऊ कि भयो? थुप्रै कुराहरू छन्। सबैको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, देशलाई माया गरौँ, देशलाई माया गरौँ, देशलाई माया गरौँ, है, देशलाई माया गरौँ। पसिना होइन, पसिनाले यो देश भिजाउनुपर्छ। रगत होइन, पसिनाले भिजाऊ यो देश। अघि भर्खरको हाम्रो सिरगीतले त्यो भन्दै थियो। रगत कति बगाउने? 17,000 के जतिमा मर्यो होइन, उता छैन जनआन्दोलनमा, जनयुद्धमा 17,000, फेरि अस्ति 75 जना फेरि अर्को आन्दोलन गर्ने भन्छ। कति मरिराख्नु हो? त्यसले गर्दाखेरि रगत होइन, अब नलडौँ है, अब नलडौँ हामी। म यो पार्टी त त्यो पार्टी, म यो जाति त त्यो जाति, वर्ग यो धर्म यो भनेर हामी नलडौँ। हामीले कमिलाबाट सिक्न पर्छ, म त्यो भन्न चाहन्छु। एउटा कमिलाबाटसम्म हामीले सिक्न सकेनौँ भने हाम्रो मान्छेको जुनी भने धिक्कारको जुनी है। त्यसो भएको कारणले कमिलाको ताती जस्तो भएर अब हामीले यो देशका लागि श्रमदान गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आफ्नो पेटको लागि मात्रै श्रम गरेर हुँदैन, यो देशको लागि पनि श्रमदान गर्नुपर्छ म भन्न चाहन्छु। तपाईँहरू तयार हुनुहुन्छ? धन्यवाद दिन चाहन्छु। अब थुप्रै थुप्रै कुराहरू छन्। अस्ति जेनजी आन्दोलनको कुरा मैले अलिकति गर्नुपर्छ होला, पर्दैन? सबै जेनजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, प्लिज डु नट बी मिसयुज्ड, नेभर बी मिसयुज्ड, नेभर बी मिसगाइडेड है। तपाईँहरूलाई परिचालन कसैले गर्न सक्छ, जा भाइ त्यहाँ गएर झगडा गरेर आइज, म तँलाई केही हुनु दिन्न, प्रहरीले पक्रेमा छुनु दिन्न, मेरो पार्टीमाथि गृहमन्त्री छ भन्ने किसिमले कुनै किसिमको चाहिँ प्रलोभन र दुरुत्साहनमा पारेर जेनजीलाई अथवा चाहिँ युवा पुस्तालाई कसैले पनि दुरुपयोग नगरोस्। यो देश पछि पर्नुको कारण सबैभन्दा ठुलो शक्ति भनेको, जनशक्ति भनेको चाहिँ नि युवा शक्ति हो। त्यो युवा शक्तिलाई नै खालि टाउका फुटाउनुको लागि, टायर बाल्नको लागि दुरुपयोग गरेर हुन्छ। म सम्पूर्ण तपाईँको चाहिँ जेनजीलाई भन्न चाहन्छु, डङ्की डङ बाँझो बारी खन्नुहोस्। कुरा बुझ्नुभयो नि? हो, जेनजी यता हुनुहुँदो रहेछ, डङ्की डङ बाँझो खेत खन्नुहोस् है, त्यहाँ देखाउनुहोस् तपाईँको छैन तागत। अर्काको टाउको फुटाएर अर्कालाई कुटेर तागत देखाउने होइन। विदेशी दलालहरूले जहिले पनि अस्थिरता होस् यो देशमा भनेर अनेक परीको छैन फन्डा मचाइदिन्छ। त्यो फन्डामा लागेर एकले अर्कालाई खेदाएको छ, खेदाएको छ, कुटेको छ, कुटेको छ। तपाईँ पनि नष्ट, म पनि नष्ट। अहिले यहाँ झगडा गर्ने भने के हुन्छ? रगत मात्रै बग्छ। रगत बगेर के हुन्छ? केही फल्छ? त्यसो भएको कारणले गर्दाखेरि म यहाँ सबैजनालाई भन्न चाहन्छु, हाम्रो देशको माटोमा पसिनाको सुगन्ध आउनुपर्छ, पसिनाको सुगन्ध आउनुपर्छ। त्यो पसिनाको सुगन्ध आउने गरी यो देशको माटोलाई भिजाउनका लागि तपाईँ तयार हुनुहुन्छ? हो, त्यही उत्पादन र तपाईँको छैन निर्माणको क्रान्ति हो श्रम संस्कृति। म यहाँहरू सबैजनालाई यो तपाईँको छैन क्रान्तिमा हार्दिक हार्दिक निमन्त्रणा गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। आउनुहोस्, सँगै मिलेर यो देशको माटोलाई बचाऊ, यो देशको माटोमा श्रम रोपेर लह लह यो देशका सपनाहरू फलाऊ, ताकि भोलिको दिनमा कुनै जेनजी त्यसरी अकालमा मर्न नपरोस्। र पढिसकेपछि कहाँ जाने जाने थाहा छैन, सर्टिफिकेट फालेर तपाईँको छैन उता लागु औषध दुर्व्यसनी बन्ने गरी तपाईँको चाहिँ विभिन्न खालका विकृतिमा फस्ने गरी, विभिन्न अपराधमा फस्ने गरीको नियति हामीले भोग्नु नपरोस्। म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। गफ गरेर देश बन्छ, गफ गरेर देश बन्छ। र गफ गरेर देश बन्ने थियो भने म घरमा बसेर एक्लै माथि धुरीमा बसेर गफ गरिरहन्थेँ, किन यहाँ आइरहन्थेँ है। म तपाईँहरूलाई सिकाउन आएको होइन, म तपाईँहरूलाई बोलाउन आएको। म तपाईँहरूलाई के गर्न आएको हो? बोलाउन आएको हो। माटोको सन्देश लिएर बोलाउन आएको हो। म तपाईँलाई सिकाउन सक्दिनँ आदरणीय शिक्षित सभ्य नैतिक दमकवासी दाजुभाइ दिदीबहिनीहरू। I am not here to teach you, but I am here to call you. म तपाईँहरूलाई बोलाउनका लागि आएको हो। यो देशले तपाईँलाई बोलाइरहेको छ, समयले बोलाइरहेको छ। तपाईँ आउने हो, तपाईँ आउने हो, तपाईँ आउने हो। यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु श्रम संस्कृतिमा। गफ गर्ने मान्छे र काम गर्ने मान्छे बिच के फरक हुन्छ? एउटा दलाल है, कोही व्यक्तिलाई मैले भने होइन है, एउटा दलाल भनौँ न, गफ गरेर यसो कुरा मिलाएर खाने मान्छे र त्यहाँ सफारी चालकहरू पनि देख्दैछु मैले। एउटा सफारी चालक बिच के फरक हुन्छ? अलिकति बुझौँ।
अल्छी नमान्नु है, थोरै बोल्छु, थोरै बोलौँ। एउटा दलाल बिहानै उठ्छ होइन, र अब त्यसले कसलाई ठगौँ, कताको कता सेटिङ मिलाउँ भनेर प्लान मिलाउँछ। तर एउटा सफारी चालक मजदुर त्यो दलाल उठेको समयभन्दा 2 घन्टा अगाडि उठ्छ है, र स्टेसनमा गएर यात्रुलाई पर्खिराखेको हुन्छ चाडोमा होइन। हो त्यो नियत। एउटा दलालले फोनको भरमा 1 लाख रुपियाँ कमाउँछ दिनमा। सफारी चालकले बिचरा यता जा उता जा, उता जा, ट्राफिक प्रहरीले घरि यता खेदाएको छ, घरि उता, अनेक परिको सहेर 2 छाक भात कमाउँछ हो है। एउटा दलाल जीवनभर करोडौँ रुपियाँ पैसा कमाउँछ, ठुलो माफिया बन्छ र देशै तपाईँको चाहिँ हाँक्ने गरी तपाईँको चाहिँ बन्छ है। तर एउटा सफारी चालक मजदुरले जीवनभर कमाएर उसको चाहिँ श्रीमती पाल्छ, श्रीमान पाल्छ, केटाकेटी पढाउँछ, बस त्यति हुन्छ। जब एउटा दलाल मर्छ सबैले उसलाई सम्मान गर्छ, सलाम गर्छ, सलामी दिन्छ। तर एउटा सफारी चालक मर्दाखेरि बिचरा मलामी पनि आउँछ कि आउँदैन है। यो नियति कसरी भयो यहाँ? म यो प्रश्न गर्न चाहन्छु नेपाली समाजलाई। एउटा ढाँट्ने मान्छेलाई त्यत्रो सम्मान गर्ने समाजले पसिना बगाएर खाने मान्छेलाई किन अपमान गर्छ? म त्यो भन्न चाहन्छु है। सबैभन्दा धेरै काम गर्ने कामी, सबैभन्दा गाह्रो है, आगोमा बसेर आगै तपाईँको चाहिँ कुटेर फलामको चाहिँ हतियार बनाउने एउटा कामीलाई घरभित्र पस्न नदिने समाज अझै चेन्ज भएको छैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएको कारणले गर्दाखेरि श्रमको कारणले गरिने विभेदको अन्त्य गर्नका लागि, जरा उखाल्नका लागि आएको शक्ति पनि श्रम संस्कृति रहेको म निवेदन गर्न चाहन्छु। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, कामप्रतिको दृष्टिकोण, हामीले श्रमलाई हेर्ने दृष्टिकोण हामीले बदल्नुपर्छ। जबसम्म श्रमलाई हेर्ने दृष्टिकोण हामी बदल्दैनौँ तबसम्म हाम्रा मान्छेहरू बेरोजगार भएर हिँड्छ, बरु काम गर्दैन। यहाँनिर डिग्री पढेका भाइहरू भतिजाहरू कोही भोक लागेर बिहानदेखि खाएको हुँदैन होइन, खाइस भात भन्दा म त खाएँ भन्छ, भोकै हिँडिरहेको हुन्छ। ऊ ज्याला मजदुरी गर्न चाहँदैन, पसिना बगाउन चाहँदैन, उसलाई ठुलै घुम्ने कुर्सीमा सिसाको अफिस चाहियो है। अनि तपाईँ पनि घुम्ने कुर्सीमा घुमिरहने, म पनि घुम्ने कुर्सीमा, भयोभरको पढे लेखेको घुम्ने कुर्सीमा घुम्ने, अनि तपाईँ पनि हाकिम म पनि हाकिम होइन, सबैजना एकदम ठुल्ठुलो। अनि श्रम कसले गर्ने? श्रमप्रतिको दृष्टिकोणलाई चेन्ज गर्न चाहन्छ श्रम संस्कृतिले। त्यो श्रम संस्कृतिमा तपाईँले मलाई साथ दिने हो। काम कुनै पनि सानो हुँदैन। यो देश पछि पर्नुको कारण यही हो, मूल कारण मैले थाहा पाएको कुरा यही हो। हामी काम गर्न लजाउँछौँ। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, काम गर्न लाज नमानोस् भनेर धरान उपमहानगर नगरपालिकाको पदीय हिसाबमा सबभन्दा ठुलो मान्छे हो है। मै हो सबभन्दा, तपाईँको चाहिँ अन्तिम सिग्नेचर गर्दा मै हो। बजेट बनाउनेदेखि लिएर नीति तथा कार्यक्रम सबै मैले गर्नुपर्ने हुन्छ। तर त्यस्तो मान्छेले फाटेको लुगा लगाएर 4-4 वर्ष श्रम गरेर नाला सफा गरी हिँड्नुको कारण के हो त भन्दाखेरि, जहाँ गएर काम गर भनेर मात्रै देश चल्नेवाला छैन। यसरी काम गरौँ, आउनुहोस् तपाईँ पनि भनेर मैले बोलाउन चाहेको। पानी यसरी बोलाउन चाहेको। अब म धरानको प्रमुख हुँदासम्म पनि मलाई के भने त, ढुङ्गे, जङ्गली, पाखे, केही नजान्ने, बौलाहा, भयभरको अपमानजन्य नामहरू दिए, गोरु गधा सबै दिए है, सबै दिए। अब म जस्तो नगरको प्रमुखलाई त त्यसो भन्छ भने एउटा आम जनताले श्रम गर्यो भने उसलाई कति हेप्दो रहेछ। अड्कल गर्नुहोस् तपाईँले। काम गर्ने मान्छेलाई हेप्ने, काम गर्ने मान्छेलाई शोषण र तपाईँको दमन गर्ने यो जुन चलनको तपाईँको चाहिँ अन्त्य नगरिकन यो देश बन्नेवाला छैन। त्यसले गर्दाखेरि त्यो चलन सामाजिक रूपान्तरणको अभियान हो यो श्रम संस्कृति। तपाईँलाई लाग्ला एउटा पार्टी रहेछ, भोट माग्न आयो साथीले, यसो चाहिँ जित्यो भने जाला, जित्यो भने के गर, त्यो होइन, त्यो होइन, त्यो होइन। वी वान्ट टु चेन्ज द नेसन फ्रम द रुट है। जराबाट यो देशलाई, राष्ट्रलाई परिवर्तन गर्नका लागि हामी अभियान चलाइरहेको कुरा म यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु। प्रकृतिको संरक्षण गरौँ, संस्कृतिको सम्वर्धन गरौँ।
प्रविधिको विकास गरौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, एकचोटि म सँगसँगै भन्नु ल, हुन्छ? प्रकृति जस्तो बन्न सकौँ। मैले सुनिनँ, कसैलाई विभेद नगर्ने। संस्कृति जस्तो बन्न सकौँ, सबैलाई आफ्नो ठान्ने। प्रविधि जस्तो बन्न सकौँ, जीवनलाई सहज बनाउने। प्रकृति, संस्कृति र प्रविधिमा आधारित सिद्धान्त बोकेर अगाडि आएको छ श्रम संस्कृति। प्रकृतिको हामीले संरक्षण गर्छौँ। हामी प्रकृति हौ, हामी मान्छेको लागि मात्रै अभियान चलाइरहेका छैनौँ है। चराचुरुङ्गीलाई पनि माया गरौँ, हामीले वन्यजन्तुलाई पनि माया गरौँ। एउटा चरा मासिँदा के हुँदो रहेछ तपाईँलाई थाहा छ होला नि। हिजो आज हामी विषादयुक्त तरकारी खान्छौँ, किन खान्छौँ भन्दा चरा छैन। चरा भए पो चराले त्यो किराहरू खान्थ्यो। अहिले तपाईँको चाहिँ एउटा गोलभेडा रोप्यो भने किरा लागिहाल्छ, अनि किरालाई मार्नका लागि विषादी थपिन्छ। विषादी सहितको गोलभेडा खायो, क्यान्सर भइरहेको हुन्छ, किडनी फेल भइरहेको हुन्छ होइन। त्यसो भएको कारणले गर्दाखेरि जराबाट कुरा बुझ्नुपर्छ, हावामा त्यतिकै कुदिनेर हुँदैन। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, प्रकृतिवादी बनौँ। हामी प्रकृतिलाई माया गरौँ, प्रकृतिलाई माया गरौँ, वन्यजन्तुलाई माया गरौँ, प्रकृतिको संरक्षण गरौँ। म यो पनि भन्न चाहन्छु, संस्कृति हाम्रो देशमा विदेशी पर्यटक आउनुको दुईटा कारण छ। एउटा भनेको प्रकृति हेर्न, अर्को भनेको संस्कृति हेर्न। त्यसो भएको कारणले गर्दाखेरि हाम्रा मौलिक संस्कृतिहरूलाई हामीले जगेर्ना गरौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, हाम्रो मौलिक भाषाहरू छ भने हामी बोलौँ। किनभने संस्कृति बनाउनका लागि हाम्रो पुर्खालाई हजारौँ वर्ष लागेको थियो। हजार वर्ष लागेर पुर्खाले बनाइदिएको संस्कृति हामी अहिले आधुनिकताको नाममा कोरियन भाषा बोल्छौँ, बरु इङ्ग्लिस बोल्छौँ, तर बोल्दैनौँ हाम्रो आफ्नो मौलिकता बिर्स्यौँ। यदि हामी आफ्नो मौलिकता बिर्स्यौँ, हाम्रो संस्कृति बिर्सँदै हामी गयौँ भने यो हाम्रो भिड भनेको भेडाको भिड मात्रै हुन्छ। हाम्रो संस्कार संस्कृति केही पनि हुँदैन र हाम्रो मनोविज्ञान पनि भेडा जस्तै हुन्छ। हामी भेडा हो। यदि हामी नेपाली हो भने हामी नेपालीहरू भनेको संस्कृतिले रङ्गिएको हुनुपर्छ, संस्कृतिको धनी हुनुपर्छ। हामी आफ्नो मौलिक प्रविधिलाई पनि हामीले चाहिँ होइन। बोर लाग्यो? सुनिन्छ यता बोलेको पछाडि? यसो गरिदिनु त, सुनिँदो रहेछ। धन्यवाद। मौलिक प्रविधि है, मैले बारम्बार भन्ने गरेको तर्क अलिकति म यहाँ राख्छु, बोर नमान्नु होला। हाम्रो पुर्खाले हजारौँ वर्ष पहिला ढिकी बनायो, जाँतो बनायो होइन। त्यही ढिकी र जाँतोलाई देखेर आधुनिक बनाउँदा तपाईँको छैन मान्छेहरूले, पाश्चात्यहरूले तपाईँको के गरे भन्दाखेरि, पश्चिमाहरूले त्यसैलाई तपाईँको के भयो भन्दाखेरि मेसिन बनाइदियो। त्यो जाँतो दुईटा ढुङ्गा होइन, एउटा हतार राखेर यसरी घुमाउँदाखेरि अन्न पिनिँदो रहेछ भन्ने आजभन्दा हजारौँ वर्ष, 2000-3000 वर्ष पहिला हाम्रो पुर्खाले आविष्कार गरेको हो कि होइन? त्यही दुईटा प्लेटमा चाहिँ अन्न पिस्ने भन्ने कुरालाई चाहिँ लगेर होइन उताबाट चाहिँ त्यो मिल बनाइदियो। मिल मात्रै प्रयोग गर्छौँ, ढिकी प्रयोग गर्छौँ। ढिकी देखेको छैन, जाँतो देखेको छैन, छैन है। एउटा बाँसलाई काटेर लिस्नो बनाइदियो, यस्तो माथि तल चढ्ने, त्यही लिस्नोलाई देखेर तपाईँको चाहिँ सिँढी बनायो पश्चिमाले। हामीले त्यसलाई चाहिँ फेरि के भन्यो भन्दाखेरि आधुनिकता भन्यो। हाम्रो आफ्नो चाहिँ बिर्स्यौँ। हाम्रो आफ्नो मौलिक प्रविधिहरू बिर्सेको कारणले गर्दाखेरि मैले अघि तपाईँको चाहिँ सुरुमा तपाईँहरूलाई गाउनु लगाएको गीतमा के थियो भने यो माटोले हामीलाई बोलाइरहेको छ भन्नुको मतलब हाम्रो मौलिकताले हामीलाई बोलाइरहेको छ है।